आफ्नो बुढीको घाँटी छिनाएर ज्यान लिने नेपाली ब्रो भन्नेले दानबहादुर कार्की प्रहरी प्रमुखसँग पनि भिडियो लिएछ। हाम्रो प्रहरी साथीहरूले पनि के ध्यान दिनु पर्यो भने हामीले जथाभावी फोटो पिक्चर नदिउँ। प्रहरी साथीहरूसँग भिडियो फोटो लिनेहरूले चाहिँ गलत फाइदा उठाउन सक्छन् त्यो भिडियो फोटोबाट। किनभने उनीहरूले कसैलाई धम्काउनको लागि, कसैलाई प्रलोभनमा पार्नको लागि, कसैलाई केही दुरुपयोग गर्नको लागि उनीहरूले चाहिँ अपराधिक मानसिकता भएका मान्छेहरूले चाहिँ गलत दुरुपयोग गर्न सक्छन्। सो प्रहरी साथीहरूले पनि फोटो भिडियो लिँदाखेरि सावधानी अपनाइदिनु पर्यो। हेर्नुहोस्, प्रहरीहरूसँग फोटो भिडियो लिने भनेकै को हुन् भने चाहिँ अपराधिक मानसिकता भएकाहरू हुन् कि जस्तो लाग्छ। किनभने अब सामान्य मान्छेले किन लिनु पर्यो प्रहरीहरूसँग फोटो, होइन? अपराधिक मानसिकता के हुन्छ भनेपछि तपाईँको कसैलाई देखाउनको लागि, कसैलाई प्रलोभनमा पार्नको लागि, अथवा मेरो सम्बन्ध यी प्रहरीसँग पनि राम्रै छ, म त जे गर्दा नै हुन्छ भन्ने टाइपबाट प्रलोभनमा पार्नको लागि फोटो भिडियोहरू लिने गरेको पाइन्छ। हेर्नुहोस्, त्यही भएर प्रहरी साथीहरूले यसमा सावधानी अपनाइदिनु पर्यो।